के गरेको दाइ यो घुँडाको एक्सर्साइज हो भाइ यो गाइजहरु अब ल अब यहाँदेखि एउटा राम्रो भ्यूको साथसाथै एउटा ह्यान्डसम मान्छेलाई पनि म देखाउन गइरहेको छु ह्यान्डसम बुढो मान्छे त्यस्तो आज चाहिँ हामी छन्मासन चढ्न जानु लाग्यो यहाँबाट हामी यहाँसम्म चाहिँ ट्रेनमा आयौँ चस्मा लगाएँ पहिल्यै सुरुमै किनभने अलिकति चस्मा लगाएपछि कन्फिडेन्ट आउँछ कि भनेर बात त सही है सब्सक्राइब गरेर सहयोग गर्नु होला र मेरो पछाडि दुईजना मेरो भाइहरू छ हेलो हेलो भाइहरू पनि लाइक अनि सब्स्क्राइब गरिदिनु होला हामी तीनजना छौँ गुरुङ रबिन नगर्छ क्या सबै हलमा यो सागवा हामी चाहिँ माथि पहाडमा खाने भनेर यहाँ फलफुलले पनि किन्न आइरहेछ एरियामा चाहिँ अहिले बुद्ध जयन्ती छ शनिको सिन्नाल र पुरै रोडैभरि यस्तो लगाएर रहेछ छुट्टै फुलको मौसम तिमीलाई त्यो लाग्छ यतैबाट हो जाने चाहिँ धेरै पहिला गएको मैले बिर्सेँ कोरियामा चाहिँ यो फुल चाहिँ एकदमै छुट्टीको दिनमा केटा रुममा दिनभरि सुतेर भयो के प्रकृति हेर्नु आएर वन जङ्गल घुम्नु यस्तो दामी छ ल यसरी अब चाहिँ उकालो बाटो यस्तो दामी के यहाँ चढ्न पनि पहाड चढ्न लाग्यो के अरे अब छन्मास है मजा आउँदैछ एकदम ट्रेकिङ धेरै पछि लगभग 1.5 वर्षपछि यस्तो उकालो बाटो हिँड्यो यहाँ फर्केर आइसकेछ अङ्कल आन्टीहरू लामो छ यो भर्याङ यहाँको जङ्गल चाहिँ यस्तो के बस्दै ट्रेकिङ गरेर मजा भइरहेछ नि यो चाहिँ बस्ने ठाउँ थाकिसकेपछि ठिक्कै बस्ने ठाउँ तर है जङ्गलभित्र पनि यस्तो बाटो बनाइदिएको कि है कति सजिलो बनाइदिएको कि हिँड्नलाई कि पुरै जङ्गलको बिचमा छ फर्किँदाखेरि बनाउनु है चाहिँ घुम्दाखेरि यत्तिकै बस्दाखेरि चाहिँ 5-6 दिनसम्म बसिराखेको पनि भोकै नलाग्ला त कि तर यतापट्टि जाने बाटो कहाँ मलाई हेर्न मन लाग्यो जानलाई यार यो केटलिएर जाने बाटो त केटलिएर जाने बाटो त कस्तो भइरहेछ थकाइ त लागिरहेको छैन नि थाकेको हेत तेरी हुन्न यो फुल पनि कति राम्रो है कस्तो छ यहाँ जङ्गलको बाटो पनि गुन्ती बिछा है भाइ हो दाइ ढुङ्गा थप्छन् यसरी यस्तोमा राख्छु म तिर्खा लगाएर लागेर एउटा बाजेलाई सोधेको 300 मिटर अगाडि भन्थ्यो कहाँ बुढाले 300 मिटर मात्र होइन धेरै अगाडि आउनुपर्ने पात बल्ल बल्ल पलाउँदैछ अलिअलि हरियाली हुँदैछ पानी खानु पर्यो नेपालमा चाहिँ हामी जङ्गलमा पातले खान्थ्यौँ नि होइन यहाँ चाहिँ यस्तो बोर्कोमा तर यो पानी फ्रिजको जस्तै छ कि चिसो के यस्तो चिसोमा नि यार पानीको मूल ओहो यही यहाँभित्र भ्यागुतले फुल पारेर रहेछ क्या भ्यागुताले फुल पारे हात हामी अझै पनि सङ्घर्षमै छौँ पुगेको छैनौँ अझै नि त्यो तल छ नि त बाटो तलबाट यस्तो खै हो त्यही भएर ल डाँडामा आउन लाग्यो मल्लजी पुग्नु भयो त्योबाट झुन्डेर जाने बाटो पनि थियो तर त्यो बाटो चाहिँ फेला पारिएन हो यो काठै तल नि काठै रहेछ अरे तर हामी आएको यहाँबाट अर्को भर्याङ पनि आइपुग्यो कस्तो सफा भर्याङ
पनि कति राम्रो चिटिक्क परेको म त त्यस्तै हो पछाडि ह्यान्डसम भाइ हाम्रो हैन त्यसमा चाहिँ साइडमा फुल फुलेको यो रुखमा पात लाउनै बाँकी रहेछ है ल पुरै कराउ न पुरै गोरु भेट्यो एडभेन्चर टाइपको बाटो यस्तो लास्टै खतरा छ यार। अब चाहिँ लगभग छन्मासन छङसाङ पुग्नलाई चाहिँ 0.91 किलोमिटर। हामी चाहिँ डाँडामा चाहिँ डाँडामै आएको छौँ। अघि नैदेखि यस्तै यस्तै डाँडामा हिँडिरहेको छौँ। एकदमै धेरै रहेछ खालको डाँडा चाहिँ। घाम लाग्न त लागेको छ तर चर्को लागेको छैन घाम। अब सबभन्दा डेन्जर ठाउँ आयो है गाइजहरू। अब डोरीमा समातेर यसो हिँड्नुपर्छ न त खसिन्छ यहाँबाट है। ल ल ल ल ल बाटो चाहिँ हामी चाहिँ सेकेन्ड डाँडामा आयौँ है। यो पनि खत्रै छ डाँडा। यो मेन अब यो सेकेन्ड लास्ट होला यो होइन। यो सौलो यो यता सौलोलाई यता चाहिँ सौलो त हामी जान्छ यता माथि उहाँ माथि जाने हामी जान्छ है। त जग्गा चाहिँ खतरा छ। यहाँ मान्छेहरू थुप्रिरहन् हेर्नु यसो जुम गरेपछि देखिन्छ होला। मान्छे हिँडेको देखेको छ। हामी चाहिँ यहाँसम्म होइन अहिले यता सौरको यो यता एरिया भयो। यही बाटो अप्ठ्यारै छ। यहाँबाट खस्यो भने चाहिँ फेरि म त हाँगै समातेछु। खस्यो भने चाहिँ फेरि बर्बाद छ अप्ठ्यारो हिँड्नलाई। भाइ तिमी एकछिन रुक ल म उताबाट हान्छु फेरि। यहाँ बाटो देखाउँदै त लास्ट अप्ठ्यारो रहेछ यार। मेरो त खुट्टा कामी यार। यो बाटो देखाउँ। शीतल चौतारी भने चाहिँ हाम्रो बरपिपलको चौतारी भने जस्तै यहाँ पनि यो सल्लाहको चौतारी छ। यताको बाटो भर्याङको बाटो जाने। अब चाहिँ नन स्टप म भिडियो बनाउँदिनँ। एकैचोटि डाँडामा पुगेर मात्रै भिडियो बनाउँछु। अहिले चाहिँ मैले बन्द गरेँ। के त रिसायो अगाडि पुग्यो भाइ। अब आउन लाग्यो होइन। यो चाहिँ सायद अन्तिम भर्याङ होला है डाँडामा पुग्ने होइन। ओ माथिसम्म छ अरे भर्याङ यार। 210 मिटर बाँकी अब जानलाई। सल्लाहको रोड यस्तो दामी दामी है। अब हामी आइपुग्यौँ मल्ल वहाँ माथि छ बजारमा भन्ने बनाउने यता हो नि त हो। यहाँ अब हामी मल्ल पारी छ भाइ यहाँ छ मसँग यहाँ बसेर फोटो खिचेको। ल ल ल होइन अप्ठ्यारो बाटो म नि तिम्रो पछि पछि आएँ यतापट्टिबाट। अब गाइजहरू तपाईँहरू पनि छन्मासन चढ्न चाहनुहुन्छ भने यतै नामेङजुको मान्छेहरूलाई त थाहा छ के अरे छन्मासन भन्ने कुरा। यही हो फाइनल्ली ठाउँ चाहिँ यो हो। तर त्यस्तो उताको पुकानसान जस्तो चाहिँ छैन। फाइनल्ली आउने ठाउँ चाहिँ यो। हामीलाई लगभग कति घन्टा लाग्यो भने उहाँबाट यस्तो आएको। अब यहाँ बसेर खाजासाजा खानियो अनि खाजासाजा खाएर एकछिन भ्यूहरू हेरेर फोटोसोटो खिचेर टिकटक सिकटक बनाएर त्यहाँबाट फर्किनु। ओ माई गॉड वाट अ भ्यू। हेर्नुहोस् वाट अ भ्यू। अब हामीले त्यो डाँडाबाट झरिसकेपछि अब फेरि अर्को डाँडामा जाँदैछौँ। त्यो बाटो चाहिँ त्यस्तो छ। यता हेर्नु कस्तो खोज देखिन्छ। यहाँ खुट्टा कामी मेरो यार। ऊ त्यहाँ कस्तो छ बाटो। मलाई हेर्नु हो माथि पुगेको मेरो खुट्टा कामे तर सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। जानु हो त्यही हो सर।
देखो देखो भाइ लोग कताबाट जाने यो छुच्ने लोग गाइजहरू हामी चाहिँ अघि त्यहाँ थियौँ है त्यहाँ धेरै मान्छे भएर चाहिँ फेरि यहाँ आउने भनेर यतापट्टि आयो दामी देख्दो रहेछ दामी दामी हामी यहाँको बाटो चाहिँ ऊ त्यो डाँडाडै हो यो डाँडाडै हो तर हामी चढेको चाहिँ अब हाम्रो चाहिँ मेन देखाउनु पर्दाखेरि यता रहेछ है यताबाट चाहिँ आएको हामी गाडीमा होइन त्यहाँबाट यसरी त्यहाँबाट हुँदाखेरि यो बाटो हुँदै 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 यहाँ माछाको आएर माछाबाट चाहिँ चढेको माथि त्यहाँ जाने एउटै ठिक छ तर यहाँबाट तल चाहिँ जङ्गल यस्तो खतरा छ कि ल म मेरो खुट्टा कहानी नेपालबाट आएको चाउचाउ पनि छ वाइ वाइ यहाँ सब कुरो छ हामीसँग होइन स्याउ छ चाउचाउ छ नेपालको पान छ होइन यो दही पनि छ होइन है त जाम्सी लोटा अर्दो हो नि यो हाम्रो त हो नि यो चाहिँ है नास्ता सास्ता खाएर अब झऱ्यौँ यता तर बाटो यस्तो छ कि म त हिँड्नै नसक्ने भएपछि यस्तो यहाँबाट छुस्कियो भने त गयो फेरि ढिङचक्का ढिङचक्का यता फर्किनु न यार ढिङचक्का ढिङचक्का यता फर्किनु न यार गाइजहरू आजको घुम्ती सकियो हाम्रो माथि पहाडमा चढेर आइयो अब चाहिँ हामी फर्किँदै हो गुड बाई भन्न चाहन्छु इन्डिङ सी यू नेक्स्ट भिडियो डु सब्सक्राइब लाइक कमेन्ट